यत्रो बजेट भइरहँदा सबै विषयमा टीका टिप्पणी तपाईको जरुरी थियो होला निस्किनु भयो चाहिँ किन आजै तपाईलाई किन यस्तो सुन्छु नि म त्यो त फुल टाइम बस्नु पर्छ नि सुन्छु नि म बजेटका विषयमा सुन्छु नि म हुन्थ्यो सहमति हुन्थ्यो असहमति हुन्थ्यो त्यहाँ म मात्रै छु त म मात्रै छु त छैन नि त म मात्रै छु त हैन तपाईको उपस्थिति मेरो दलको मान्छे छ नि त्यहाँ नेता हो म त्यही त नेता हो र त भन्दैछु त टिप्पणी हुन्छ टिप्पणी हुन्छ भएको छैन इम्पोर्टेन्ट काम छ नि मेरो इम्पोर्टेन्ट काम छ बजेट भन्दा तपाईको इम्पोर्टेन्ट सोध्छौँ हामी ल सोध्छौँ इम्पोर्टेन्ट छ इम्पोर्टेन्ट छ भनेको 5 वर्ष इम्पोर्टेन्ट छ त भन्दैछु त मैले इम्पोर्टेन्ट छ यो पनि मैले छाडेको छैन किन बहिष्कार गर्नु हो मैले होइन मैले आज आन्दोलन गरेका छैन किनभने प्रधानमन्त्रीज्यू आउनुभयो है हेरिहाल्छु नि म त्यो प्रधानमन्त्री आएको भएर त निस्किनु भयो नि होइन फ्याक्ट्रीहरू बन्द गर्ने भन्ने त्यही खालको तपाईँको लाइनमा जान्छ बेच्न लाग्नु भएको हो प्राइभेटलाई दिनु भनेको त बेच्नु त हो त हैन तपाईले एउटा संस्था दलको नेता हैन एउटा पार्टीको अध्यक्ष पनि हुनुहुन्छ यत्रो बजेट भइरहँदा सबै विषयमा टीका टिप्पणी तपाईको जरुरी थियो होला निस्किनु भयो चाहिँ किन आजै तपाईलाई किन यस्तो सुन्छु नि म त्यो त फुल टाइम बस्नु पर्छ नि सुन्छु नि म बजेटका विषयमा सुन्छु नि म हुन्थ्यो सहमति हुन्थ्यो असहमति हुन्थ्यो त्यहाँ म मात्रै छु त म मात्रै छु त छैन नि त म मात्रै छु त हैन तपाईको उपस्थिति मेरो दलको मान्छे छ नि त्यहाँ नेता हो म त्यही त नेता हो र त भन्दैछु त टिप्पणी हुन्छ टिप्पणी हुन्छ भएको छैन इम्पोर्टेन्ट काम छ नि मेरो इम्पोर्टेन्ट काम छ बजेट भन्दा तपाईको इम्पोर्टेन्ट सोध्छौँ हामी ल इम्पोर्टेन्ट छ इम्पोर्टेन्ट छ भनेको 5 वर्ष इम्पोर्टेन्ट छ त भन्दैछु त मैले इम्पोर्टेन्ट छ यो पनि मैले छाडेको छैन किन बहिष्कार गर्नु हो मैले होइन मैले आज आन्दोलन गरेका छैन किनभने प्रधानमन्त्रीज्यू आउनुभयो है हेरिहाल्छु नि म त्यो प्रधानमन्त्री आएको भएर त निस्किनु भयो मानव अधिकारको रिपोर्टको बारेमा के छ